चाहिँ के भन्न चाहन्छु भने अब समुद्रतिर नै पहिला लाग्छु म है। यो अब चौथो पटकको बैठक चाहिँ मलाई त्यति थाहा भएन। अब पाँचौँ पटकको बैठकमा यहाँले घेदुङहरूले सञ्चालन गरिराख्नु भएको छ। पाँचौँ पटकको यस घेदुङको यो औपचारिक नै होला, औपचारिक कार्यक्रमको सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू र मैले मान्नुपर्ने निवर्तमान अध्यक्षज्यूहरू र मैले मान्नुपर्ने यहाँ धेरैजना हुनुहुन्छ मभन्दा अग्रजहरू, उनीहरूले पाकोहरू, उहाँहरू सम्पूर्णलाई एकमुष्ट मेरो तर्फबाट लासो ठाकुला जावडा नमुला। म धेरै भन्दिनँ, थोरै भन्छु है। कुरो म अब उहाँमाथि दोसागाउँबाट सुरु गर्छु है। त्यो खास नाम चाहिँ बौद्ध मुक्तिघाट समाधि स्थल हो। त्यसको त्यो जग्गा खरिद गर्ने क्रममा हामी यहाँ धेरै आमा समूहहरूबाट हुनुहुन्छ, हामी धेरै खट्यौँ। त्यस ताकाको भेदौँहरू पनि धेरै खट्नुभयो। यहाँहरू जति पनि दमकमा हुनुहुन्छ तामाङ हेलुवाहरू, तपाईँहरूको स्वेच्छाले दान गर्नुभयो, जग्गा खरिद गर्न पनि सफल भएन। त्यस्तै क्रममा हामीलाई कति आशा थियो, अभिलाषा थियो, हाम्रो दोसागाउँ नजिकै बन्ने एउटा हामीले सपना देखेका थियौँ। तर त्यहाँको स्थानीयहरूलाई हाम्रो दोसागाउँले अति नै असर पर्दो रहेछ भन्ने कुरो पछि हामीले पनि महसुस गर्यौँ। फेरि एकपटक जबरजस्ती नै भयो, बलजफ्ती नै भयो, फाइट खेल्ने अवस्था नै भयो, थानाको प्रहरी बल पनि पुगेको थियो त्यहाँ। त्यो स्थानीय र हामी तामाङ घेदुङ बिच त्यस्तो झडप हुनु खोजेको थियो। त्यसमा तामाङ समुदायहरू पनि थियो, उताबाट त्यहाँको अन्य समुदायहरू पनि थियो, यताबाट तामाङ घेदुङको पनि धेरै थियो। यस्तो अवस्था आयो, त्यतिखेर धेरै अलिक डरमर्दो अवस्था आएको थियो। त्यहाँको स्थानीयहरूले अलिकति हामीलाई अलिक खतरनाक तरिकाबाट आक्रमण गर्ने पो हो कि भन्ने अवस्था हामीले बुझेपछि थानामा हामीले सुरक्षाकर्मीलाई बोलाएर असय साहबले बुझाउनु भयो। हामीले यहीँ हाटखोला छेउको कताको एकजना मोक्तान आँखे मर्नु भएको थियो। त्यो मोक्तान आँखेबाट हामीले सुरुवात गर्ने एउटा जमर्को लिएका थियौँ। हामीले लासमा पुर्यायौँ। त्यहाँको स्थानीयले फेरि अनुमति दिएको थियो। पहिला लास पुर्याइसकेपछि हामीलाई त्यो लास अब त्यहाँ दहन गर्न नदिने भयो भनेपछि अब हामीले लास त्यहाँ बिसाइसकेपछि त्यो लासलाई हामीले पुरा उठाउनु फेरि हाम्रो हिम्मत आयो। कहाँ लाने त अब यो लासलाई? कुकुर बिहार त होइन, पशु प्राणी त होइन। अनि त्यहाँदेखि अब त्यसो भइसकेपछि त्यहाँ झडप हुन आँटेपछि मैले त्यहाँको स्थानीयहरूसँग अब त्यो त्यहाँ पहिले मेरो जग्गा पनि थियो, त्यसले गर्दा म त्यहाँको अलिक निकट थिएँ स्थानीयहरूसँग, सानो भेटा थियो। त्यतिको मैले कुरा गरेँ, हाम्रो बौद्ध परम्परा समुदाय अनुसार लास हामीले काँधमा उठाएर राखिसकेपछि त्यो लास